हेलो हेलो सबैलाई नमस्ते। एउटा मुभी अहिले मेरो मेरो बच्चाको फेभरेट हिरो भनौँ न हैन, बच्चा फेभरेट अहिले पनि फेभरेट हो जस त्यो चाहिँ एउटा हाम्रो किङ खान नाम पनि किङ खान र मुभीको नाम पनि किङ भनेर एउटा टिजर आएर रहेछ। त्यसमा चाहिँ कस्तो छ यसो हेरौँ भनेर हैन टक्क यो भिडियो रेकर्ड गर्दैछु। एनीवे ल जस भिडियोतिर जाउँ है। कितने खून किए याद नहीं, अच्छे लोग थे या बुरे कभी पूछा नहीं। फलामको तास परेछ त है, ट्याक्कै गाडी छ। बस उनकी आंखों में एहसास देखा कि ये उनकी आखिरी सांस है। और मैं उसकी वजह। किङ हजार जुर्म 100 देशों में बदनाम। तो शाहरुख खान मान्छे चाहिँ बबाले हो कि जसले जी भने पनि यार। दुनिया ने दिया सिर्फ एक ही नाम, किङ खान। They call him king with the capital K. We say SRK. I wanna break it away. जस्तो बुढो उति जति बुढो उति यङ हुँदै अनि यिनीहरू त के हो यार। Just wanna say you got good times and that is bad times. सुनको दाँत आएछ है। But hey, it's showtime. डर नहीं दहशत हूँ। It's show time. जस यो के अरे टिजर चाहिँ मलाई त बबाल लाग्यो होइन। अब कस्तो लाग्यो होइन तपाईँहरूलाई। जस यो चाहिँ एउटा मेरो बच्चैदेखिको एउटा फेभरेट हिरो भएर चाहिँ यसो यसमा मलाई चाहिँ भर्खरै रिलिज भए भएर होइन टिजर रिलिज भएको चाहिँ मैले यसमा एउटा सानो रियाक्ट गरेँ होइन। एनी भाइ ल जस मलाई चाहिँ बबाल लाग्यो। कस्तो लाग्यो तपाईँहरूलाई। जय नेपाल, जय देश, जय नरेश।